हेलो गाइज, के छ खबर? सबै सन्चै हुनुहुन्छ? यो हाँसिके हेर्न ल, मैले चाहिँ यो फर्स्ट टाइम भोइस ओभर गरेर भिडियो बनाउँदैछु। हामी चाहिँ आज कुन ठाउँ हो भन्दाखेरि चाहिँ फुकुओका केनको ओमुतासी भन्ने ठाउँको ग्रिनल्यान्ड भन्ने ठाउँमा चाहिँ हो हामी चाहिँ है। आज चाहिँ हामी यहाँ हानाबी ताइखाई थियो कि, अब हानाबी ताइखाई भनेको चाहिँ नेपालीमा भन्नु पर्दाखेरि, सबैले बुझ्ने तरिकाले भन्नु पर्दाखेरि चाहिँ आज चाहिँ यहाँ पटका पड्काउँछ क्या, एकदमै पटका पड्काउँछ। त्यही भएर चाहिँ यो होइन, यो पानको पात देखाएपछि फोटो खिचेको हाँस्दै हिँड्छ। ल, पटका पड्काउन त सुरु भइसक्यो। हामी जाँदा जाँदै हामी चाहिँ हिँडेको 7:30 बजे थियो होइन। सिधा गयो भने चाहिँ लगभग 10 मिनटमा पुग्थ्यो कि गाडीमा, तर यता साथीहरूसँग सँगै जाँदाखेरि चाहिँ हामीलाई अलिकति ढिलो भयो है। अनि त्यही भएर अलिकति ढिलो भयो। ठ्याक्क जाँदा जाँदै चाहिँ पटकाहरू पड्काउन सुरु भइसकेको रहेछ। अनि हामी त हतार हतार भयो भनेर चाहिँ झ्यापझुप क्यामेरा अन गरेर त भिडियो खिच्दै गयो पटका पड्काउने ठाउँको नजिकै। अब चाहिँ हामी यहाँ चाहिँ त्यही पटका पड्काउने ठाउँको नजिकै सबै मान्छे बसेर हेरिरहेको रहेछन् कि फेरि। अनि म चाहिँ उठेर भिडियो खिचिरहेको थिएँ, सबै बसेर हेरिरहन्। अनि फेरि हामी चाहिँ उभिने मान्छेहरूको पनि अगाडिपट्टि थियो कि फर्स्टमा। अनि एकछिनपछि चाहिँ आफैलाई गाह्रो लाग्यो, फेरि गर्मी पनि एकदम गर्मी। अनि फेरि ल बसेरै भिडियो खिचौँ न त, पछाडिकोलाई नछेकिदिउँ भनेर चाहिँ मैले बसेरै यो भिडियो खिचेको के फेरि। अनि त्यतिखेर चाहिँ मैले भ्लग बनाउँछु भनेर चाहिँ खिचेको थिइनँ कि अलिकति, त्यही भएको कारणले चाहिँ फेरि अनि यस्तो ठाडोमा भिडियो खिचेको थिएँ। अब युट्युबमा हाल्न त 150 वालामा खिच्नुपर्छ नि त। अनि चाहिँ ठाडोमा भिडियो खिचेको थिएँ। फर्स्ट टाइम चाहिँ म एकताल भोइस ओभर गरेर भिडियो बनाउँछु भन्ने सोचेको थिएँ कि। अनि त्यो कारणले चाहिँ मैले ट्राई गर्नको लागि चाहिँ यो भिडियो बनाएको गाइज है। के कस्तो लाग्छ हेर्नु होला। यो चाहिँ हाम्रो टक्कलारा फुकुओका केन ओमुतासी ग्रिनल्यान्डो भन्ने ठाउँको चाहिँ हानाबी ताइखाई कार्यक्रम हो कि। यस्तो रमाइलो भयो है। यहाँ चाहिँ के रहेछ भने चाहिँ यसको कति औँ भन्थ्यो, 50-70 कि 50 कति औँ वार्षिक उत्सव चाहिँ एक दिन अगाडि भएर अनि भोलिपल्ट चाहिँ हानाबी ताइखाई थियो कि। यहाँ चाहिँ कम्तीमा नि 10,000 पटका, 10,000 भनेको कम होइन नि गाइज यार, 10,000 पटका पड्काउने भन्थ्यो कि। अनि त्यही भएर चाहिँ सुरुमा चाहिँ ब्यान्ड बोर्ड गरेर 20 मिनटसम्म त पटका पड्कायो। अनि एकछिन त रोकिन्छ बा। अनि हामी त कुर्यौँ, अब 10,000 पटका त एकैछिनमा त भ्याइन्न होला भनेर। अनि उनीहरूले चाहिँ 10 मिनट के गरेर रहेछ क्या। अनि त्यसपछि त फेरि झन् बबाल पटका पड्काउन थालिहालेको रे, डडाङ डुडुङ गरेर। म चाहिँ अब यसको रियल भोइस चाहिँ है उसमा हालिदिन्छु क्या, अलिकति कम भोल्युम गरेर हालिदिन्छु, किनकि फेरि मेरो भोइस ओभर नि त आउनु पऱ्यो नि त गाइज होइन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ अनि हाम्रो चाहिँ हच्चु फोटो खिच्दा चाहिँ ठ्याक्क 4 मिनट 24 सेकेन्डको भारै छ क्या। अनि हामी चाहिँ हेऱ्यौँ है। म चाहिँ फेरि जापान आएको लगभग 5 वर्ष भइसक्यो। अनि 5 वर्षको बिचमा चाहिँ स्टुडेन्ट लाइफ हो नि त 4-5 वर्ष चाहिँ। त्यो स्टुडेन्ट लाइफमा चाहिँ जहिले पनि हानाबी ताइखाई हेर्ने भन्दै हेर्न पाएको थिएन कि। जब म नियोङ्गो गएकोमा थिएँ त्यतिखेर चाहिँ हानाबी ताइखाई झ्याप्प हेरेर अनि चाहिँ काममा गइहाल्नु पर्ने स्थिति हुन्थ्यो क्या। त्यही भएर चाहिँ राम्ररी हेर्न पाइन्थेन, बसेर हेर्न चाहिँ कहिल्यै पाएको थिएन मैले। अनि नियोङ्गो गएको भ्याएपछि चाहिँ म टोकियो गएँ। टोकियोमा जाँदाखेरि चाहिँ हेर्नै पाएन कि। म त्यो 2 वर्षमा हेर्छु भन्ने सोचेको थिएँ है, हेर्नै पाएन। अब के मिलेन त्यो ठाउँमा है। अब टोकियोमा चाहिँ केही मिल्दैन त्यो चाहिँ छुट्टै हो है। त्यही भएर चाहिँ यो पालि चाहिँ राम्ररी बसेर सबै साथीहरूसँग, अब यहाँ चाहिँ नेपाली नयाँ साथीहरू भेट भएका थिए, तिनीहरू साथीहरूसँग बसेर हेर्न पाउँदा चाहिँ धेरै खुसी लाग्यो। तपाईँहरू पनि हेर्नु होला। हस्त, धन्यवाद।